Yo, it's me, Youngblood. What was it? Check. Real life instant. Middle class 5 instant. परिवार गरी पनि बाउको सोचे मेरो शरीर दिनभरिको मेहनतले यो दुखिरहन्थे मेरो शरीर काट्ने जिम्मेवारी परिवार थियो मेरो गरिब अनि आफ्नै समाजले हेपिरहन्थे मलाई शब्द लगाइ चले दलित चल्दैन पानी मेरो हातको अपमान गर्थे मेरो जातको त्यही माथि गरिबी परिस्थितिले यहाँ तापेर गयो घाँटीमा मेरो पासो साथमा छ भन्ने दाहिनी अपाङ्गो भयो सानो यहाँ बाटो अपाङ्गो भयो हातको भयो अपाङ्गो मेरो दायाँ हातको भयो हातको सानो सोच भएको समाजले मेरो अपमान गर्थ्यो जहिले जातको मेरो समाजले नै चल्दैन पानी छोएको मेरो हातको अब समाज मेरोले मजाक बनाइयो रहन्थ्यो अपाङ्गो थियो यो हातको समय थियो त्यो दिन रातको जिन्दगी खोजिराख्यो उसले जिउने बाटो देश छोडी जान मन थिएन उसलाई पनि मन पर्थ्यो आफ्नो देशको माटो समाजले खोज्दैन उसलाई जिउने बाटो पैसा नै रहेछ आखिर साथी गरिबी जिउने साथ जिउने दागो गरिबी जिउने दागो गरिबीलाई पनि हुनुपर्छ समाजमा जिउने बाटो कोही कस्तो समाज हाम्रो देशमै गरिब काम छौँ भन्नेलाई यहाँ पनि यहाँ राख्छ गाह्रो खै कस्तो समाज हाम्रो अनेकको घृणा मात्रै कस्तो समाज हाम्रो के गर्नु खोज्छु भन्दा होइन विभिन्न किसिमको हौसला दिँदैन क्या लाइक ब्याट पनि लिएर तल खसाउनु खोज्छ क्या कस्तो यो समाज चाहिँ हाम्रो देशमै गरी खान्छु भन्ने लाग्नु परियो राछ यहाँ गाह्रो गरी कस्तो समाज चाहिँ हाम्रो उनीको घृणा मात्रै उनीको पुरा मात्रै गरी यहाँ खान्छु भन्ने यहाँ जाँदैछ एक दिन सबैले यहाँ बिदा मात्रै कस्तो समाज हाम्रो उनीको घृणा मात्र सहन सकेन दाइले समाजको पीडा मात्र धर्तीय बाटीमा जानुभयो सबैलाई बिदा माग्दै बाउ आमाले दाइको सम्झनामा सजाइ राखिदिएको चिता मात्रै सम्झनामा थियो एउटा फोटो अन्य बिदा मात्रै सहन सकेन दाइले समाजको घृणा मात्रै भागेर जानुभयो समाजबाट आज बिदा माग्दै खै कस्तो समाज हाम्रो जिन्दगी जिउन नि परिरहेछ गाह्रो के भयो त अपाङ्ग भएमा हातको किन अपमान भइरहेछ मेरो जातको कस्तो दलित शब्द हो किन पानी चल्दैन छोएको मेरो हातको त पनि मनुष्य वायुमा छस् हामी एउटै मानव जाति हो खाने भातै हो जाने घाटै हो खाने भात नै हो जाने घाट नै हो किन समाज यस्तो हामीलाई जिउन बाँच गाह्रो Thank you so much. Mix out all Nepali.